स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङले चाहिँ मेरो लाइफमा धेरै चेन्जेस ल्याएको छ। हजुरहरूले नै देख्नु भएको छ होला, म फर्स्ट दिनमा आउँदाखेरि म कस्तो पहिरनमा आएको थिएँ र आज म कस्तो पहिरनमा छु। यो मेरो पर्सनालिटी डेभलपमेन्ट हो। पहिलो कुरा म सुरुवातमा आउँदाखेरि आफ्नो नाम समेत भन्न अब नसक्ने मान्छे हैन। आज 10 दिन पुरा हुँदाखेरि चाहिँ मैले यो स्थानसम्म आएर यतिको शब्दहरू बोल्न सकिरहेको छु। गरेको 10 दिने भाषण कला तथा व्यक्तित्व विकास भनेकै नामै काफी छ। व्यक्तित्व विकास भनेकै व्यक्ति स्वयं चाहिँ दक्ष बन्नु जस्तो लाग्छ। 10 दिनको दौरानमा आफ्नो जीवनलाई टोटली परिवर्तन गर्ने आफ्नो राम्रो पक्ष र नराम्रो पक्ष समेत छुट्याउन आएको थिएन र अगाडि गएर आफ्नो नाम भन्दाखेरि यति डर लागेको थियो नि, मेरो पालै नआइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो कि मलाई। अहिले यो 10 दिनको पब्लिक स्पिकिङको ट्रेनिङ लिइसकेपछि चाहिँ आज ममा यस्तो कन्फिडेन्ट आएको छ कि मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको यो 10 दिने पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रम चाहिँ एकदमै फलदायी भएको छ। विशेषतः म के भन्न चाहन्छु भने यो 10 दिने पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट भन्ने जुन ट्रेनिङ छ यो चाहिँ सबैले लिनु जरुरी छ। किनभने हामी सबैजनालाई बोल्न त थाहा छ, बोल्ने तरिका त बोल्न त आउँछ, तर तरिका थाहा छैन, नियम थाहा छैन, विधि थाहा छैन, कसरी सुरुवात गर्ने, कसरी बडी पर्फर्मेन्स सबै कुराहरू कसरी गर्ने र इन्डिङ कसरी गर्ने हैन, आफ्नो पर्सनालिटी कसरी झल्काउने सबै कुराहरू हामीलाई थाहा थिएन। हामी नियमबद्ध रूपमा विधिवत रूपमा चलाउन सक्दैनथ्यो। स्टेजमा त गइन्थ्यो तर बोलिन्थ्यो, त्यो कसरी बोलिन्थ्यो भन्दा बिना प्लानिङको बिना भिजनको केही पनि हुँदैन थियो। तर आज यो 10 दिनको ट्रेनिङले चाहिँ के सिकायो भने स्टेजमा गएपछि कसरी बोल्ने, आफ्नो पर्सनालिटी कसरी झल्काउने, आफ्नो प्रस्तुति कसरी सुरुदेखि बडी ल्याङ्ग्वेजदेखि लिएर हरेक कुराहरू कसरी झल्काउने भन्ने कुराहरू एभ्रिथिङ सानो सानो कुराहरू नियमसँग हैन विधिवत रूपमा हामीले सञ्चालन गर्ने अथवा आफ्नो प्रस्तुति दिन सक्ने चाहिँ यो ट्रेनिङले चाहिँ गराउँदो रहेछ। त्यसकारण म सम्पूर्णलाई के अनुरोध गर्न चाहन्छु भने तपाईहरु पनि यस्तै बोल्न डराउनुहुन्छ, बोल्नलाई लाज लाग्छ, अगाडि गएर प्रस्तुति दिनलाई डराउनुहुन्छ, डर लाग्छ भनेदेखि पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट भन्ने कोर्स सबैले लिनु होला। यो कोर्सले तपाईँ हामी सबैको चाहिँ जीवनमा एउटा बोल्न सक्ने शक्तिको विकास, आफ्नो कला प्रस्तुति गर्नेको विकास र हरेक कुराहरुमा तपाईको विकास हुनेछ। बिहान उठेदेखि बेलुकासम्मको हरेक कुराहरु एक्टिभिटीहरु हामीले कसरी गर्ने, मेडिटेसन कसरी गर्ने, जीवनलाई उत्साह र उमङ्ग कसरी राख्ने भन्ने कुराहरु सबै यो प्रोग्रामले चाहिँ तपाई हामीलाई सिकाउने भएको कारणले सबैजनाले यो प्रोग्राम एकचोटी जरुरी लिनुपर्ने मैले आवश्यकता देखेको छु। त्यसकारण नेक्स्ट टाइम आयोजना हुने यो खालको प्रोग्रामहरुमा तपाई जहाँ जुन अवस्थामा भए पनि एकचोटी चाहिँ तपाईको जीवनभरि काम लाग्नको लागि यस्तो खालको प्रोग्राम चाहिँ लिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद।